दर्शक महानुभावहरू, यो 54 बुद्धभूमि नगरपालिका वडा नम्बर 9को दृश्य हो। यी खेतीपाती सबै भइसकेछ। यो धान रोपेर भइसक्यो। यो चाहिँ कति मिहिनेत गरेर रोपेको, नाल्काको पानी चलाएर रोपेको। यो हामीलाई कति कठिनाइ भएको छ। यो हाम्रो बुद्धभूमि नगरपालिका वडा नम्बर 9को वडाध्यक्षले पनि केही कुरा सुनेको छैन। हाम्रो ठाउँमा धेरै समस्या भएको छ। विकास गतिका विकास, कृषि लगायत अन्य क्षेत्रहरू निकै समस्याको भुमरीमा परेका छन्। यो स्थानीय सरकारले अझै पनि हाम्रो वडामा सिँचाइको व्यवस्था ल्याउन सकेको छैन। कति गाह्रो भएको, गरिबहरूलाई त धेरै दबाइरहेको छ। हेर्नु, मम्मीले र मैले खनेर रोपेको खेत हो। यी कति कठिनाइ, कति मिहिनेत, कति परिश्रम गर्नुपर्छ। कडा परिश्रम गरेर नै जीविकोपार्जन गरिन्छ। अब यस्ता यिनी पुराना विकल्प भएका पार्टीहरूलाई भोट नदिनु होला है। मिहिनेत जसले गर्छ, जसले अहिले हाम्रो संसदमा पनि स्वतन्त्र पार्टी घन्टीकै उदय भएको छ। घन्टीले नै कृषिलाई आधुनिकीकरण र सिँचाइका उपकरणहरू जडान गर्छु भनेको छ। सर्वप्रथम कृपया यो भिडियोलाई हेर्नुहोला। कति राम्रा काम गरिरहेको छ विक्रमसिंह थापाज्यूले, कति राम्रो काम गर्नुभएको छ। घन्टी भनेको एकदम राम्रो पार्टी हो। त्यसले कृषिलाई आधुनिकीकरण गर्ने र बाणगङ्गा नदीलाई तटबन्ध गरेर हाम्रो देशमा सिँचाइका, हाम्रो ठाउँमा, हाम्रो गाउँटोलमा, हाम्रो नगरपालिका, हाम्रो वडामा सिँचाइका सामग्रीहरू उपलब्ध गराइदिने भन्नुभएको छ। उहाँलाई मुरी धन्यवाद दिन चाहन्छु। अब यो 77वटै जिल्लाबाट हेर्नुभएका दर्शक महानुभावले यो भिडियो कस्तो लाग्यो त्यस्तै प्रतिक्रिया देखाउनुहोला।